मलाई चाहिँ ब्राह्मणको पाउ दाब्ने अर्थात् जुत्ताहरू तलाउने, स्याहार सम्हार गर्ने, कसेर बढार्ने इत्यादि काममा भन्नुभयो भगवानले। ए प्रभु हजुरलाई मानहानि हुन्छ नि त्यस्तो त भन्दा जसले सानो काम गर्यो त्यही ठुलो हुन्छ यज्ञमा। अनि कृष्णलाई पादा जन्मा राखी बक्स्यो अनि यज्ञ धनाधन प्रभावबाट चल्यो। त्यो यज्ञ चल्दै 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 जाँदा अग्र पूजाको भाग भन्छन्, जसभन्दा पहिलो पूजा कसलाई दिने भनेर सोधिएको खण्डमा कसलाई दिने पहिलो पूजा कसैले बोल्न सकेका थिए। सहदेवले जुरुक्क उठेर प्रस्ताव राखे पहिलो पूजा कृष्णलाई नै दिनुपर्छ, अग्र पूजाको भाग बने। सहदेव बनेको को? पञ्चपाण्डवपट्टिको कान्छो भाइ सहदेव होइन, जरासन्ध राजाको छोरो सहदेव। उसले प्रस्ताव राखिदियो अनि भीष्म पितामहले करतल ध्वनिमा स्वागत गर्नुभयो। अच्छा बात बोलिस्, राम्रो भो बाबु भनेर। त्यही बेलामा शिशुपालले खबरदारी